हेलो गुड मर्निङ सबैजनालाई। तपाईँहरूको भान्सामा के पाक्दैछ? मेरो भान्सामा त आज आलु र डुकुको साग पाक्दैछ। तपाईँहरूलाई मिठो लाग्छ कि लाग्दैन कमेन्ट गर्नु ल। आज यो डुकुको सागको रेसिपी भन्छु होइन, मैले चाहिँ कसरी बनाउँछु भनेर तपाईँहरूलाई मेरो यो साग बनाउने तरिका चाहिँ सेयर गर्छु है। अनि यसलाई टिपेर लिएर आएँ। अब यसलाई म पखाल्छु है, धुन्छु ल, पखाल्छु होइन धुन्छु। अनि अब यसमा हिजो अस्ति मात्र हामीले खनेर लिएर आएको यो डल्ले आलु पनि छ, डल्ले आलु पनि मिसाउँछु, मिठो हुन्छ है। त्यही पखाली गर्ने अनि पकाउने। अनि अहिले हाम्रोतिर चाहिँ आलुको सिजन हो साथीहरू। आलुको सिजनमा चाहिँ यो साग पनि आलु सँगसँगै रोपिदिन्छौँ क्या, हामीले छरिदिन्छौँ। अनि यो फुलायो भनेदेखि चाहिँ यस्तो डुकु निस्किन्छ है। अनि कस्तो मिठो हुन्छ यो पकाएर खाँदाखेरि। यो सबै यो देखिरहेको छ नि, यो सबै हाम्रो बारीकै हो है, खेत बारीको। अनि अहिले चिसो मौसम भएको भएर चाहिँ म प्रायः जहिले नै आगोमै पकाउँछु। खाना चाहिँ ग्यासमा अनि तरकारी चाहिँ आगोमै पकाउँछु है। अब यहाँ म यो कराईमा खरानी लगाउँछु ल, खरानी लगाउँछु। अनि खरानी पनि लगाइसकेँ। खरानी लगाएर चाहिँ मेरो कराई यस्तो देखिएको छ। अनि यसरी माथिबाट छर्यो भने चाहिँ, खरानी यसरी माथिबाट छर्यो भने चाहिँ त्यो अलि कालो हुँदैन भनौँ न। अनि यस्तो देखियो है मेरो कराई चाहिँ चोक सपाट है। अनि प्रायः म जहिले नै कराईमा आगोमै पकाउँछु। अहिले फेरि ग्यासको पनि सर्टेज छ नि त है। तपाईँहरूकोतिर चाहिँ छ कि छैन? हाम्रोतिर चाहिँ ग्यास सर्टेज छ है। ल यो चाहिँ हाम्रो चुल्हा हो। म आगो बाल्छु ल, यसमा आगो बाल्छु अनि पकाउँछु। मलाई पहिला चाहिँ आगो बाल्नु कस्तो गाह्रो लाग्थ्यो है। मैले कति बाल्नु खोज्दा नि म बाल्नै सक्दिनँ थिएँ क्या आगो। अहिले त एक चुटकीमै बालिदिइहाल्छु आगो, मलाई गाह्रो लाग्दैन। जे कुराको पनि बानी रहेछ कि, बानी नहुँदा चाहिँ कस्तो गाह्रो लाग्ने, बानी भएपछि चाहिँ फेरि सकिहाल्ने रहेछ, एकचोटिमै सक्छु। तपाईँहरूको त आगोमा बनाउँदैन होला है खाना, म चाहिँ बनाउँछु। अब मेरो सागसब्जीलाई कटिङ गर्नु पर्यो, काटकुट गर्छु। त्यो कटिङ गरुन्जेल चाहिँ यो आगोमा कराई तातिँदै गर्छ नि त। अनि तेल पनि हालिदिन्छु। अनि यता काटकुट गर्नमा लाग्छु है म। सुरुमा चाहिँ साग होइन, सागभन्दा नि आलु नै काट्नु पर्ला है। आलु काटिसकेँ, साग पनि काटिसकेँ। अनि यो गोलभेडा अनि लसुन अनि रातो खुर्सानी, लसुन पनि अलिअलि पड्काउने गरेको छु मैले। ला तेल त कति छिटो कालो भइसकेछ यता गफ गर्दा गर्दै। त्यही पनि ठिक छ, म पकाइहाल्छु नि होइन। यस्तो भयो, आलु हालिदिन्छु। यो अर्को यो लाम्चो आलु भन्दा नि होइन, यो डल्ले आलु चाहिँ चाँडो पाक्छ कि। अनि कस्तो चाँडो नि पाक्छ अनि कस्तो लतक्क हुन्छ कि तरकारी। अनि उसिनेर खानुभन्दा नि यो तरकारीमा हालेर खाना चाहिँ डल्ले आलु बेस्ट हो। तर उसिनेर खान अनि भोजहरूको लागि चिप्सहरू बनाउनलाई चाहिँ लाम्चो आलु धेरै बिक्री हुन्छ कि यता हाम्रोतिर चाहिँ। के गर्नु, यो किसान हुन पनि धेरै गाह्रो छ। यो पालि फाँटमा आलु नबिकेर कस्तो पिर परिरहेको छ हामीलाई। कहिले आउँछ हौ किसानको भाग्य चम्केर? जुन जोगी आयो नि कानै चिरेको भन्छन्। गाउँतिर कति धेरै चुनावको लहर लागिरहेछ। सबैजनाले 5 खाल भएर होला, सबैजनाले गर्छु के अरे, तपाईँहरूले उब्जनी गरेको तरकारीहरू चाहिँ म सही ठाउँमा पुर्याइदिन्छु अनि सही भाउ दिइदिन्छु भन्न चाहिँ
सबैको उखान त्यही हो। ला यहाँ तरकारी पकाइरहेको मान्छे यहाँ चुनावमा पुगिसक्यो हेर्नु न। अघि मैले के हालेँ भने नि तेल हालेँ, तेल तातिसके पछाडि त्यो के अरे लसुन र अनि त्यसपछि हरियो होइन रातो खुर्सानी हालेँ, त्यसपछि आलु हालेँ। आलु अलिअलि पाक्न अलिअलि मतलब पाक्न लागे पछाडि त्यसमा मैले त्यो बेसार हालेँ। बेसार हालिसके पछाडि एकछिन छोपिदिएँ अनि छोपिसके पछाडि साग हालेँ। मैले कति छु भने है, स्किप भएको जति त्यो भिडियोमा स्किप भएको जति सबै ब्रिफिङ गरेँ अहिले भर्खरै। अब यसमा नुनहरू अनि अलिअलि रातो खुर्सानी अहिले एकछिनमा हाल्नुपर्छ। ल एकछिन छोपिदिएर हेर्नु त, वाउ कस्तो राम्रो देखेको है। राम्रो देखेछ, मिठो पनि हुन्छ कि, मिठो लाग्छ हो मलाई त दाल पकाउन अल्छी लाग्छ अनि यही तरकारीहरूमै रस राखिदिने हो, त्यसमा राखिदिने हो। नुन हालेँ मैले, अब खुर्सानी राखिदिन्छु अनि एकछिन छोप्छु। हाम्रोतिर चाहिँ खुर्सानी टोकेर खाने चलन पनि छैन अनि तरकारीमा धेरै खुर्सानी पिरो बनाएर खाने पनि चलन छैन हौ। कसैले पनि खानुहुन्न, म नि धेरै पिरो खान सक्दिनँ, मलाई एकदमै पिरो हुन्छ अनि अमिलो पनि धेरै मन पर्दैन मलाई। बस चटपटे मनपर्छ अनि पानीपुरी पनि एक पिस मात्र खाइदिन्छु अमिलो धेरै भएर। देख्यो चटपटेको पनि कुरा एक्सप्लेन गरिदिएँ मैले। ल यतिको देखिया छ है, नुनहरू खुर्सानीहरू हालेर अनि घरको अर्ग्यानिक गोलभेडा पनि हालिदिएँ मैले। अब यसलाई पनि छोपिदिनु पर्छ मोलमाल गरेर। छोपिसके पछाडि चाहिँ अब एकछिन छोपेर गर्ने अनि यस्तो देखिरहेछ है मेरो तरकारी। गाउँ भएको भएर होला है, जे कुरा पनि अर्ग्यानिक हुन्छ कि। अब हामीले चामल खाने नै हो भने पनि घरकै ओरिजिनल मतलब घरकै हो अनि घरकै चामल हो। अनि चामल पखालिसके पछाडि चौलानी चाहिँ हामी कहिले पनि फाल्दिनँ अनि यो उसमा तरकारीमा हाल्छौँ के। तपाईँहरूकोतिर चाहिँ के गर्नुहुन्छ, यो चाहिँ अब पहिलेदेखिको मेरो मम्मीले सिकाउनु भएको कुरा हो कि, चौलानी नफाल, चौलानीमा भिटामिन हुन्छ भन्नुहुन्छ कि। त्यो भएको भएर हामी चौलानी कहिले नि फाल्दिनौँ। अनि अलिकति रस हालेर यसो उकालेर हेरेको यस्तो भयो। अब यसमा चाहिँ खासमा मकैको पिठो राख्नुपर्ने हो साथीहरू होइन। तपाईँहरूकोतिर पिठो हाल्नुहुन्छ कि हुँदैन यो सागमा? म चाहिँ प्रायः जहिले नै हाल्छु अनि मकैको पिठो हाल्नुपर्ने हो, तर मसँग मकैको पिठो छैन कि अहिले। खोइ मामुले पिन्नु नै भएको रहेन रहेछ अनि अलिकति आँटाको पिठो थियो, त्यो आँटाको पिठो भए पनि हालिदिन्छु भनेर हालेको। आँटाको पिठोले पनि नरम हुन्छ। अब त्यतिको भइसकेपछि अलिकति रस खानुपर्ने भएको भएर मैले अलिकति रस हालिदिएँ, झोल हालिदिएँ, झोल भन्छ हामी झोल। अनि अब यति गरिसके पछाडि मजाले आगो बाल्ने अनि फुक उम्लिन्छ अनि खाने। ल यस्तो भयो है तरकारी, पाकिसकेको छ तरकारी चाहिँ। तरकारी पाकेर यस्तो भयो। अब तातो मामसँग खाँदा कति मिठो हुन्छ हौ साथीहरू। ल आजलाई यति नै, मिठो हुन्छ खानालाई है। थ्याङ्क यू यहाँसम्म भिडियो हेरिदिनु भएकोमा। लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। तपाईँको सानो सहयोगले मलाई भिडियो बनाउन अझै हौसला मिल्छ। बाई बाई, थ्याङ्क यू सो मच।